गाइस हो धारे काटेर त फेरि अर्कै देखिँदो रहेछ ससुरबारीमा आएर हेर्नुहोस् खडेरीले भुँडी मात्रै देखिन्छ त अब यस्तो खोलाहरू सानो खोली सुकेर खडेरी पुरा डढेरी खोला सुकेर भाडा भेडा गाई बाख्राले रातो यो सेतो माटो खोकी खाँदैछ खास यहाँ पर चाहिँ घर हो यो यताको घर मालिक बेग हेर्नुहोस् अब यहाँ हामी लोकल सब्जी खोज्नु जाँदैछौँ यो बेग मैले बोल्नु हेर्नुहोस् अब वहाँनिर अलिकति कता कता मेलो जाँदाखेरि पनि भ्यारै दाइ कुदाएर हिँड्ने मान्छेलाई यसो उकाली ओह्राली हिँडाएको त मैले गाई गोरु हेर्ने जग्गामा गाई गोरु चराउने जग्गाहरू यस्तै छ गाई गोरु चराउने जग्गाहरू गाई गोरु चराउने गोठाला गर्ने जग्गामा आएको छौँ निङ्गुरे खोज्दै सिन्जुझार खोज्दै बोल्नु साथीभाइ हो अनि त्यस्तै हो हामी चाहिँ जानलाई एकदम जाँदैछौँ जानु चाहिँ डाँडा पाखा चढ्दै फेरि अर्को खोला कटिसक्यो गर्नुपर्दा यो चाहिँ मणिपुर इराङ मकु आसाङ भन्छ पार्ट 2 जङ्गलमा त बनाउने कहाँ बनाउने त यो उसको पहिलाको अब गोठाले जगाएर हेर्नुहोस् कम्प्रेक सिन्जु कति रहेछ यहाँ त अनि यस्तै हुन्छ साथी हो यो लु घोप्टी नमिल्ने यसलाई चाहिँ यस्तरी खाइन्छ भन्ने चाहिँ अब तपाईँहरूलाई म भराइ देखाउँछु म ससुरबारी घर चाहिँ यो साथी हो यस्तो छ गाउँ है कटेर जानुपर्छ उता होइन के हो उता निस्केर चाहिँ उता खाल डाँडा यस्तो छ छान्ने नि वहाँ गएर छान्ने कम्प्रे त साथी हो यहाँ कति रहेछ कम्प्रे कि कम्प्रे सिन्जुझार अस झोला एकदम यहाँ नि अब निगुरे टिपिन्छन् कम्प्रे टिपिन्छन् अरू भन्दा पनि यो कम्प्रे भनेको चाहिँ खतरा हो एकदम कम्प्रे गुर्रे गाउँदै यति भेट्यो साथी हो गाउँदै खोइ कहाँ पो छ भन्नु हुँदै थियो निगुरे सिन्जु अरू आन्दाइसँग फ्रेस गरमै भयो लु जाउँ रात पर भयो हो